गरेर बस्नुभएको छ बिचरा छोरा यतातिर राखेर होइन यतातिर आफ्नो तालमा मौसम चाहिँ यस्तो बवाल छ क्या एकदम बवाल सो त्यही भएर हजुर पनि आउन नबिर्सिनु होला हेलो एन्ड नमस्ते साथीहरू के छ सन्चै आरामै हुन्छ म पनि सन्चै आरामै छु अनि आज चाहिँ उता काउलीवन जाँदैछु त काउलीवन जाँदाखेरि के हुन्छ कसो हुन्छ त्यो म हजुरहरूलाई देखाउँदैछु अब हेर्दै जामै त के हुन्छ बाटोमा कस्तो हुन्छ बाटो कस्तो छ भनेर त्यो हेर्दै जामै त तपाईँ म चाहिँ लाग्यो अब मिटरबाट चाहिँ अब काउलीवन तर्फ लाग्दैछु आधी घन्टा लाग्छ भन्नुभएको छ सो हेरौँ कति घन्टा लाग्दैछ यहाँबाट चाहिँ बाटो भने यस्तै छ है त्यो प्रहरी चौकी पनि ठुलो बनाएर रहेछ यसमा चाहिँ यस्तो छ है ल हेर्दै गरौँ है छैन म अब हजुरहरूलाई उता गएर देखाउँछु साथीहरू उहाँदिदीलाई हेर्नु कति धेरै मिहिनेत गरेर बस्नुभएको छ बिचरा छोरा यतातिर राखेर होइन यतातिर आफ्नो तालमा चाहिँ काम गरिरहनु भएको छ होइन बिचरा कति मिहिनेत गर्नुभएको क्या आमा फिल्मी शैलीमै क्या फिल्मी शैलीमा पनि हुन्छ नि उतातिर छोरालाई शीतलमा राखेर होइन यतातिर आफू काम गरिरहेको हुन्छ नि त्यस्तै तरिकाले चाहिँ उहाँ दिदीले पनि काम गरिराख्नु परेको रहेछ होइन मेरो मन त यस्तो कटक्कै खायो क्या बिचरा यार दिदीले कति मिहिनेत गर्नुभएको क्या खानाहरू यताउति पाउने भनेर लेखेको छ यहाँ चाहिँ यो ठाउँमा चाहिँ अनि यस्तो घरहरू पनि देख्न सक्नुहुन्छ है यही पनि होइन कतिजनालाई कति चाहिँ यस्तो यो चाहिँ भाइरल भएको पनि थियो सो देख्न सक्नुहुन्छ हजुरहरूले अहिले चाहिँ म खाना भन्ने गाउँमा छु हजुरले देख्न सक्नुहुन्छ निस्ती गाउँपालिकामा पर्छ है यो चाहिँ कुण्डुले घर भन्छ यसलाई चाहिँ यस्तो यस्तो हजुर देख्न सक्नुहुन्छ है कुण्डुले घर है बाटो पनि अहिले मस्त बनाइरहेको छ है जोस् यो ठाउँ चाहिँ विकास भएको छ है एकदमै हजुरहरूले देख्न सक्नुहुन्छ अस्ति नै यसमा पनि सुट भएको थियो है भिडियो सुट भएको थियो यो ठाउँ पनि बबाल तरिकाले भाइरल बनाएको छ हजुरले देख्न सक्नुहुन्छ हजुरले देखिसक्नुभयो होला कस्तो थियो गाउँ भनेर खादर गाउँ अब चाहिँ यहाँबाट चाहिँ सिधै काउलीवन हो धेरै टाइम लाग्दैन ऊ पारी देखिसक्नुभयो होला है थोरै घुम्न चाहिँ पर्छ होला त्यही पनि हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ सेम यतापट्टि चाहिँ पहिला हामी इलाम जाँदाखेरिको यस्तै हामी चिया जताततै क्या चिया बगानको चियाहरू कफीको त्यो उयोहरू देखिन्थ्यो भने अहिले पनि यता चाहिँ जताततै अब डाँडा हेऱ्यो कि त्यही अमृतसरको त्यो बुटै देखिने कि घारी नै देखिने सो त्यस्तै छ यो डाँडाहरू हेर्दाखेरि हेर्नु त जुन इलामको त्यो चिया बगानहरू देखिन्थ्यो नि त्यस्तै छ यो हजुरहरूले सेम त्यस्तै प्रकारले चाहिँ देख्न सक्नुहुन्छ है यो चाहिँ अगाडि नि दामीको स्कुल बनाएर रहेछ है यो स्कुल पनि अनि साइडमा त यस्तो घरहरू देखेको छैन त्यही पनि यता साइडमा बनाएर रहेछ स्कुल चाहिँ स्कुलको नाम चाहिँ के हो यो जनता माध्यमिक विद्यालय रहेछ होइन सायद उता खाडर गाउँकै मान्छेहरू होला यहाँ पढ्न आउने चाहिँ सायद यो स्कुललाई चाहिँ माथि काउलीवनदेखि दामी देखिन्छ होला जस्तो लाग्छ मलाई चाहिँ होइन कस्तो लाग्छ है हजुरहरूलाई देख्न सक्नुहुन्छ हजुरलाई अहिले चाहिँ यस्तो मजाले चाहिँ बोलाइरहेको छ है यो चाहिँ अब ठुलो भएपछि झन् बबालले देखिहाल्छ नि अहिले चाहिँ यस्तो छ है झन् है सबको निस्केको बेलामा चाहिँ हामी आएको छ भने अब ठुलो भएको बेलामा त हजुरै आउनुहुन्छ होला सायद मलाई त्यस्तै लाग्छ पुग्यो है हामी चाहिँ अहिले काट्नुपर्छ एउटा बाइकको 50 हो अरू मान्छेको पर्दैन ठिक छ यस्तो प्रकारले चाहिँ अब यहाँ चाहिँ यस्तो रसिद काट्नु पर्दो रहेछ बाइकको चाहिँ मान्छेको चाहिँ पर्दैन बाइकको चाहिँ लानु पर्दो रहेछ भनेपछि काट्नु पर्दो रहेछ ठिकै छ अब के भन्छ रे व्यवस्था गरेपछि राम्रोसँग गरेपछि होइन अलिकति राम्रो बनाएपछि काट्नु नै पर्छ क्या अलिकति त्यो हामीले यति गऱ्यो भने त उहाँहरूलाई पनि सहयोग हुन्छ नि त त्यो पैसाले चाहिँ केही विकास गर्नुहुन्छ ठिक हो रसिद नि काट्नुपर्छ अझै राम्रो अझै व्यवस्था होस् राम्रो गरोस् होइन अनि पुरै त्यो जङ्गल नै फ्याँकेर पुरै अमृतसरको बुट्टा पनि रोपोस् यही भन्न चाहन्छु
यस राम्रो बनाएको छ यतिको बनाउनु यो पार्कमा यतिको बनाउन सक्नु राम्रो बनाउनु भनेको धेरै ठुलो कुरो हो सो अहिले चाहिँ म बाइकमै हजुरहरूलाई सब देखाउँछु यत्तिकै अब त्यो चाहिँ के बनाउनु लागेको छ खै त्यस्तो मान्छे पाल्ने हो क्या हो कि स्विमिङ पुल हो माथि मन्दिर चाहिँ अहिले जाम्ला अहिले चाहिँ यता जाम्ला है सो हजुरहरूलाई यो ठाउँ चाहिँ कस्तो लाग्छ काउडीवन चाहिँ हामी चाहिँ आइपुग्यो हजुरहरू पनि आउनु होला है यस्तो प्रकारले चाहिँ अहिले चिसो चिसो मौसममा चाहिँ राम्रो मजाको भ्यू चाहिँ बनिरहेको छ भने अमृतसरको उता चाहिँ अलि भर्खर अहिले पलाउँदैछ है देख्न सक्नुहुन्छ हजुरहरूले पनि साथीहरूले चाहिँ यस्तो देख्न सक्नुहुन्छ है हजुरले काउडीवनको नजारा यसो बस्ने ठाउँहरू पनि निकै बनाएको छ र खेल्ने हेर्ने यसो राम्रो बनाएको छ यो चाहिँ अहिले कतिपय साथीहरूले चाहिँ नदेख्नु भएको छ होला सायद होइन विदेशमा हुनुभएकोहरूले आउनु चाहिँ त्यही टाइम नमिलेको होला सायद होइन सो हेर्न सक्नुहुन्छ अनि यतापट्टिको साइडको भ्यू चाहिँ यस्तो देख्न सक्नुहुन्छ अहिले भर्खर यो निस्केको यो अमृतसरको बुट्टाहरू चाहिँ सो अलिकति धेरै ठुलो हुँदाखेरि आउँदा चाहिँ एकदमै राम्रो देखिन्छ है यो चाहिँ अहिले चाहिँ मौसम पुरै कालो अँध्यारो भइसक्यो सो हामी चाहिँ लाग्नुपर्ने हुन्छ म चाहिँ हामी यहाँबाट लागेको है त साथीहरू अनि यता घर फर्किने क्रममा चाहिँ खादर गाउँमा चाहिँ एकजना आन्टीलाई देखेँ होइन अनि उहाँको बारेमा चाहिँ थोरै त्यहीँ भएको दिदीसँग थोरै कुराकानी गरेँ होइन यसो सुन्नेमै त के हुन्छ उसो के पर्छ नि इरिक मानि नङ ले 되는 저 갭lega 찍치도는 페리는 전 누닝 데 즉 프로블럼 찾네 이는 게 벌써 उसो के पर्छ अलग अलग भन्नुको यसको पर्छ अनि मिस्के चाहिँ लास्ट अन्ने इमान छ अन्ने इमान मिस्किनुले छोजेके जम्मै पुरा गासेकेर वाले मनङ जाय गास्यो राख्ले राम सिन्दारी किल्लामा मोट्टा रामङ दिसरा मोले उसो चाहिँ ठिक छैन यसको गर्नु चाहिँ साथीहरू यो गरेर पनि एकचोटि यो गर्दाखेरि पुरानो जमानाको यादहरू झल्काउँछ नि एकचोटि भन्नु ल कमेन्ट बक्समा म चाहिँ अहिले यहाँ खाडरमा आइपुगिसकेको छु फर्केर अघि पानी आउला जस्तो भएको थियो मौसम चाहिँ होइन सो त्यही भएर अहिले चाहिँ म यहीँ आएर चाहिँ भिडियो इन गर्छु त्यही पनि यसो हजुरलाई खाडरको गाउँ चाहिँ नजिकबाटै देखाउँ न त व्यवस्था कति छ भनेर चाहिँ म यहीँबाट चाहिँ हजुरलाई यसो देखाउन आएको छु सो हेरिदिनु होला बाटोहरू होइन कस्तो छ भनेर अनि अब कस्तो लाग्छ हजुरहरूले कमेन्ट बक्समा कमेन्ट गर्नु सक्नुहुन्छ भने अहिलेलाई चाहिँ म यहीँ मेरो भ्लग चाहिँ यहीँ बन्द गर्छु हस्त धन्यवाद बाई बाई